जति बढी नेपाल इकोनोमिकली पावरफुल हुँदै जान्छ त्यति नै बढी नेपाललाई वेस्टर्नर्सहरूको इन्डियाको सहयोग आवश्यक हुँदैन। चिनियाहरू नेपाल डेभलप होस् भन्ने चाहन्छ, इट इज फर द इन्ट्रेस्ट। त्यो नेपालको डेभलपमेन्ट उनीहरूको हितमा छ, हाम्रो हितमा भन्दा। जस्ट अपोजिट पर्सेप्सन इन्डियामा के छ, डेभलप नेपाल हाम्रो लागि सेक्युरिटीको थ्रेट हो भन्ने ठान्छ। दुईटा कारणले, एउटा नेपाल उसको रिसोर्सेसले एकदम धनी भयो भने बिहारमा त छैन नि रिसोर्स, अनि बिहारीले चाहिँ नेपाल हेर्छ र हामीलाई ठोक्छ। यहाँ स्टेबल गभर्मेन्ट भयो भने 3 करोडको पपुलेसन छ, यो देश त वात्तै माथि जान्छ। तर मैले बिहारको 16 करोड अनि उत्तर प्रदेशको 37 करोड कहिले धनी पार्नु छ, फियर अफ इन्डिया। त्यसैले नेपालको डेभलपमेन्ट बिहारको डेभलपमेन्टको रेट भन्दा मासतिर नजाओस् भन्ने इन्डिया चाहन्छ। त्यसैले हामी जति बढी डेभलपमेन्ट गर्न खोज्छौँ इन्डिया सेन्सिटिभ हुन्छ, हामी जति बढी डेभलपमेन्ट गर्न खोज्छौँ चाइना उति खुसी हुन्छ।